हेलो एभ्रिवान मलाई चाहिँ कहिलेकाहीँ कुनै इन्फर्मेसन दिँदाखेरि चाहिँ एकदमै मनदेखि नै खुसी लाग्छ है। अब जस्तै भिजाहरू सम्बन्धी अलिकति सजिलो नियमहरू आयो भने अथवा चाहिँ भिजाहरूले फ्लेक्सिबली काम गर्न पायो भने यस्तो कुराहरूमा कि अनि अर्को अवैधानिकहरूको लागि चाहिँ केही कुराहरू अलिकति सहज भइदियो भने यस्तो कुराहरूको इन्फर्मेसन दिन चाहिँ एकदमै खुसी लाग्छ है। आज पनि सेम यो इन्फर्मेसन दिनलाई चाहिँ म एकदमै खुसी भएर इन्फर्मेसन दिँदैछु है। अनि वेट अ सेकेन्ड, एउटा कुरा चाहिँ के भन्न चाहन्छु भने मैले युट्युब गरेको खै कति भयो है, एक्ज्याक्टली याद त आउँदैन, त्यो हेर्नै पर्ने हुन्छ होइन। तर अब कन्टिन्युटी नभएर हो कि के हो है, प्रब्लम चाहिँ के हो थाहा छैन। मैले त्यति पैसा कमाएको छैन कि, त्यसले गर्दाखेरि आई हेभ नो गुड लाइट्स। मसँग चाहिँ एकदमै अनुहार राम्रो देख्ने लाइट्स पनि छैन, अनि त्यसपछि मेरो भोइस क्लियर आउने माइक्सहरू पनि छैन, अनि एकदम खतरा क्यामेराहरू पनि छैन होइन। तर पनि मलाई चाहिँ के लाग्छ भने यो सबभन्दा मेरो इन्फर्मेसन म्याटर्स नि त होइन, र मैले सकेसम्म एकदमै आधिकारिक रूपमा इन्फर्मेसन दिने कोसिस गर्छु। एकदमै लेजिट इन्फर्मेसनहरू एकदमै इजी वेमा बुझ्ने गरेर इन्फर्मेसन दिन खोज्छु। त्यो नै खास इनफ लाग्छ मलाई चाहिँ है। तर कहिलेकाहीँ यस्तै कुराहरू सम्बन्धी एक दुईवटा कमेन्टहरू देख्छु। उहाँहरूलाई चाहिँ सरी भन्न चाहे, सरी मैले आफ्नो भिडियोहरू आफूलाई एकदमै राम्रो देखाउनको लागि मैले पैसाहरू खर्च गर्न सकिरहेको छैन, अनि मैले यति मेहनत गरेर इन्फर्मेसन ग्र्याब गरेर जति इजी वेमा तपाईँहरूलाई भनिरहेको छु, बुस्ट गर्न सकिरहेको छैन। त्यसलाई चाहिँ तपाईँहरू आफैले नै हेल्प गर्ने हो है। तपाईँहरू आफैले नै धेरै ठाउँमा सेयर गर्दै सबैलाई इन्फर्मेसन बाँड्दै सपोर्ट गर्नुभयो भने त्यो त्यतिकै नै बुस्ट हुन्छ है। एनिवे सुरु गरौँ है त। खास कोरियाले डिपेन्डेन्ट भिजा दिन लागेको चाहिँ एकदमै धेरै टाइम भइसक्यो। अहिलेसम्म चाहिँ फ्रीली काम गर्ने मौका एकचोटि पनि दिएको थिएन। नेपालमा पनि त्यस्तै भएर त हामी कोरिया आएको हो नि त होइन। अनि कोरियामा आएर पनि फ्रीली काम गर्न नदिएपछि इलिगली नै काम गर्दाखेरि कतिजनालाई भेटेर फाइन तिराएर चाहिँ भिजा नै एक्सटेन्सन नगरिदिने, आफ्नो देश पठाइदिने धेरै कुराहरू भएको छ कि। र अब चाहिँ त्यो डरबाट अलिकति भयो नि मुक्त हुन पाएकोमा चाहिँ म चाहिँ एकदमै खुसी छु है। मैले चाहिँ प्रायः कुनै पनि इन्फर्मेसनहरू अब उनीहरूको इमिग्रेसनको अफिसियल होम पेजहरूको नोटिसमा आएको रहेनछ भने चाहिँ 1345मा कल गर्दाखेरि सकेसम्म धेरै काउन्सिलरहरूसँग एक कुरा गरेर, कोरियनमा पनि नेपालीमा पनि सबैमा कुरा गरेर एउटा सबै कन्फर्म गरेर मात्रै जानकारी दिइरहेको छु अहिलेसम्म है। अनि यो इन्फर्मेसन पनि 3 देखि 4 जनासँग एउटा कुराहरू गरेर सबै कुराको कन्फर्मेसन लिएर मात्र यहाँनिर मैले यसरी सबै कुरा एउटा हाइलाइट गरेर आफैले लेखेर बनाएको इन्फर्मेसन हो है। त्यसलाई चाहिँ म तपाईँहरू माझमा एक्सप्लेन गर्दैछु। वर्क पर्मिट भन्ने त सुन्नु भएको छ होला नि होइन। काम गर्नु नमिल्ने भिजाहरूले पनि अहिलेसम्म चाहिँ वर्क पर्मिट लिएर काम गरिरहेको छ। अनि अब चाहिँ F3ले पनि एक्ज्याक्टली वर्क पर्मिट लिएर काम गर्नु मिल्ने कुराहरू है। अनि F3ले चाहिँ केमा काम गर्न पाइन्छ, अनि वर्क पर्मिट लिनको लागि के चाहिन्छ, अनि कसरी वर्क पर्मिट लिने त भन्ने कुराहरूलाई चाहिँ सँगै हेरौँ है। सुरुमा कुरा गर्दाखेरि चाहिँ F3ले केमा काम गर्न पाउँछ भन्ने कुरा गरौँ है। कृषिमा चाहिँ खेतबारीमा काम गर्ने अनि पशुपालनहरूमा काम गर्नेहरूमा सबैमा हामीले काम गर्न पायौँ। अनि अर्को चाहिँ समुद्रमा हामीले माछा मार्ने कामहरूदेखि लिएर माछा केलाउने एभ्रिथिङ त्यो मा पनि पायौँ। लास्टको इमा चाहिँ वन जङ्गल फडानीहरूमा पर्छ है। वन जङ्गलमा गर्ने अनस्किल्ड कामहरू चाहिँ हामीले सबै गर्न पायौँ भनेर बुझ्नुपर्छ है। अर्को एउटा सेक्टर हेऱ्यो भने चाहिँ युगा खासा पुन्या भन्ने छ है। युगा भनेको चाहिँ बच्चा हेर्ने हो, खासा भनेको चाहिँ घरको कामहरू गर्ने हो, लुगा धुने, घर सफा गर्ने यस्तोहरू है। चिनेको कोरियनले चाहिँ घरको कतिवटा काम गरिदियो भने यति पैसा दिन्छु भनेर छ। मैले त्यस्तो काम गर्न मिल्छ भनेर सोध्नु हुने व्यक्तिहरू पनि हुनुहुन्छ कि अब चाहिँ गर्न सक्नुहुन्छ है। अब अहिलेसम्म चाहिँ यो कामहरू हामीले गर्न सक्ने भयौँ है। यो कामहरू गर्नुको लागि चाहिँ के योग्यताहरू चाहिँदो रहेछ यहाँ हेऱ्यो भने यहाँनिर पर्ने कामहरू गर्नको लागि चाहिँ सबभन्दा ठुलो अनि एकमात्र योग्यता भनेको चाहिँ यो हो है। कोरियन भाषाको दक्षता चाहिन्छ है। कोरियन भाषाको दक्षता चाहिँ टपिक 2 लेभल अथवा चाहिँ सायथुङा प्रोग्राम किप भन्छ, जसलाई किप चाहिँ 2 लेभल भन्दा बढी चाहिँ हामीले इस्यु गरेको हुनु पर्यो रे है। खासै 2 लेभल भनेको चाहिँ त्यति ठुलो कुरा होइन है। अलिकति ध्यान दिएर अलिकति मेहनत गरेर गर्नुभयो भने चाहिँ सबैले 2 लेभल चाहिँ पास गर्न सक्नुहुन्छ है। अनि यो घरको काम गर्ने र बच्चा हेर्नेमा चाहिँ के कुराहरू छ भने त्यो सम्बन्धी हल्का फुल्का ट्रेनिङ पनि लिनुपर्ने हुन्छ। अनि कोरियन भाषाको दक्षता पनि घरको काम गर्ने व्यक्तिको लागि चाहिँ 2 लेभल मात्र भयो हुन्छ होइन। अनि बच्चा हेर्ने व्यक्तिको लागि चाहिँ 4 लेभल भन्दा बढी चाहिन्छ है। बच्चाहरू हेर्ने भन्ने कुरा त एकदमै सेन्सिटिभ हुन्छ नि त। कोरियनको बच्चा हेर्ने भनेपछि त अब कति धेरै कम्युनिकेसनहरू गर्नुपर्ने हुन्छ, त्यसको लागि चाहिँ एकदमै भाषा चाहिँ राम्रो हुनुपर्छ भन्ने मान्यता हो है। यहाँ पर्ने कामहरू नै सजिलो लाग्ने व्यक्तिहरूलाई यहाँ पर्ने कामहरू मात्रै गरे भइहाल्यो। यो काम पनि सजिलो अनि वरिपरि चाहिँ एकदमै अभाइलेबल रहेछ भने त्यो काम पनि गर्नको लागि आफू चाहिँ अलिकति योग्य भएर बस्नु पर्यो है। अब यसरी आफ्नो योग्यता पुगिसकेपछि डकुमेन्ट्सहरू प्रिपेयर गरेर आफू अहिले बसिरहेको
रहेको एरियाको रिलेटेड ठाउँको इमिग्रेसनमा आफ्नो नाममा चाहिँ रिजर्भेसन गरेर गएर डकुमेन्ट बुझाउने, त्यहाँबाट उनीहरूले वर्क पर्मिट दियो भने वर्क पर्मिट दिए पश्चात लगतै हामी चाहिँ काममा जान पाउँछौँ है। पेपर्सहरू चाहिँ के चाहिन्छ, यो खुङथुङ सर्यो भनेको चाहिँ यो काम गर्नेलाई पनि अनि त्यसपछि यो काम गर्नेलाई पनि सेम हो है। खुङथुङ सर्योहरू चाहिँ कामै बिचे अलिअलि डकुमेन्ट्सहरू चाहिँ थप गर्छ है। थुङाप सिन्चङ्स भनेको एप्लिकेसन फर्म हो। तपाईँहरूले जोबाट डिपेन्डेन्ट लिनु भएको छ उहाँलाई चाहिँ अहिलेसम्म थुङाप सिन्चङ्स चाहिँ एकदमै कन्ठै भइसक्यो, त्यही भएर उहाँहरूलाई थाहा भइहाल्छ। पासपोर्ट ओरिजिनल पनि कपी पनि एउटा प्रिपेयर गर्ने अनि आफ्नो एलियन कार्ड भइहाल्यो। यसको लागि चाहिँ फी लाग्छ, फी चाहिँ 1,20,000 वोन लाग्छ है। 1,20,000 वोन क्यासमा लगेर जानु पर्यो, इमिग्रेसन गएर सुई बिन्जी किन्नुपर्ने हुन्छ। अनि त्यसपछि यो कामहरूमा पर्ने व्यक्तिहरूको लागि चाहिँ यो कामहरूको जो पनि साहु हुन्छ नि, साहुसँग चाहिँ कन्ट्र्याक्ट गर्नुपर्ने हुन्छ नि त। यो कन्ट्र्याक्ट पेपर पनि प्राय चाहिँ साहुहरू सबैलाई थाहा हुन्छ कुन कन्ट्र्याक्ट पेपर चलाउने भन्ने कुरा है। यो कन्ट्र्याक्ट पेपर चाहिँ E74 परिवर्तनको लागि प्रयोग गर्ने कन्ट्र्याक्ट पेपर नै लेख्दा हुन्छ है। त्यो कन्ट्र्याक्ट पेपरमा दुईजना बीचमा भएको सहमति अनुसारले लेख्दा हुन्छ। त्यसलाई चाहिँ कम्पनी लेखिदिएको ओरिजिनललाई कपी पनि गरेर दुईटा बनाएर प्रिपेयर गर्नुभयो हुन्छ। यो चाहिँ अब त्यो कम्पनीको रजिस्ट्रेसनको पेपर हो है। त्यो साहुले चाहिँ चापचा थुङनुकचुङ बनाएर राखेको रहेछ भने त्यसको कपी प्राय यो सेक्टरहरूको सबैको चाहिँ यो पेपर चाहिँ अनिवार्य रूपमा हुन्छ है। ख्याङयाङ छे थुङ्नो ख्वागिन्छ भन्छ है। यो ख्याङयाङ छे थुङ्नो ख्वागिन्छको एउटा कपी माग्ने, अनि साहुले हामीलाई दिनुपर्ने चाहिँ यो अन्तिम पेपर हो, उहाँको आइडेन्टिटी कार्डको फोटोकपी है। यो तीनटा चाहिँ हामीले हाम्रो साहुबाट लिनु पर्यो। ती तीनटा साहुबाट लिने, योहरू आफ्नो प्रिपेयर गर्ने, अनि कोरियन भाषाको दक्षता हामीले टपिक दिएको छ भने टपिकको संयोजकफ्यो, सायद ठाउँमा प्रोग्राम गरेको छौँ भने सायद ठाउँमा प्रोग्राम यति रेडी पारेर हामी इमिग्रेसन गएर पर्मिट लिन सक्यो भने अनि हामीले चाहिँ त्यहाँनिर काम गर्न पायौँ है। यो लास्टको चाहिँ छोगी जोगुङ प्रोग्राम भन्ने छ है। यो पनि सायद ठाउँमा प्रोग्राम जस्तै इमिग्रेसनले राखेको एउटा प्रोग्राम हो है। यो प्रोग्राम चाहिँ सायद यो वर्षको लागि ओपन गरिसकेको छैन। यो वर्षको लागि यो प्रोग्राम सुरु गरिसकेको अवस्था रहेछ भने चाहिँ हामीले यो प्रोग्राम पनि सुन्नुपर्ने हुन्छ, अनलाइन अफलाइन त्यही बेला भन्छ है। त्यसले गर्दा अहिले यो प्रोग्राम नभएको बेलामा चाहिँ खासै यसको मतलब नगरे पनि हुन्छ। यसको बारेमा पनि म अपडेट दिँदै गरौँला है। अब यो सेक्टरमा काम गर्ने व्यक्तिहरूको यति प्रिपेयर गर्नु पर्दो रहेछ भनेर बुझ्नुभयो हुन्छ। अब यदि कसैलाई चाहिँ यो सेक्टरमा काम अभाइलेबल छ, यसको पनि कहिलेकाहीँ चाहिँ चान्स आइरहेको हुन्छ भन्ने कुरा भयो भने चाहिँ यसको पेपर वर्क चाहिँ अलिकति गाह्रो छ है। यहाँ हेर्नुभयो भने चाहिँ हेवे फर्म चाहिँ ख्याङ्नो छुम्याङ्स छ। यो चाहिँ हाम्रो पुलिस रिपोर्ट हो। यो पुलिस रिपोर्टलाई चाहिँ हाम्रो नेपालको कोरियन एम्बेसीमा छाप लगाएर ल्याउनु पर्यो, अनि त्यो छाप लगाएको पुलिस रिपोर्टलाई चाहिँ कोरियामा कोरियन भाषामा पोख्त भएको व्यक्तिले कोरियन भाषामा ट्रान्सलेट गरेर त्यो व्यक्तिले चाहिँ मैले ट्रान्सलेट गरेको हो भन्ने पेपर पनि लेखेर कम्प्लिट प्रिपेयर गर्नुपर्ने हुन्छ है। त्यसलाई चाहिँ फनेक चावागिन्छ भन्छ। यो फनेक चावागिन्छको स्याम्पल त इमिग्रेसनमा छँदैछ। यदि त्यस्तै पर्यो भने मलाई सम्पर्क गर्नुभयो भने म अभाइलेबल गराइदिउँला होइन। अनि अर्को एक्स्ट्रा कुरा चाहिँ अघि योग्यतामा मैले एक्सप्लेन गरे अनुसार बच्चा हेर्ने हो कि घरको काम गर्ने हो, त्यो अनुसारको चाहिँ हामीले ख्युयुक ट्रेनिङ लिनुपर्ने हुन्छ। त्यो ट्रेनिङ चाहिँ अहिले स्टार्ट गरिसकेको चाहिँ छैन होइन। यदि स्टार्ट गरेर कुनै पनि निकायले चाहिँ त्यसको जिम्मा लिएर ट्रेनिङ दिन्छ भने त्यो कुराहरूको इन्फर्मेसन लिएर पनि अफकोर्स म अपडेट गर्ने कोसिस गर्नेछु। अनि अर्को चाहिँ यसमा चाहिँ के चाहिन्छ भने छेयोङ सिन्चे खम्सास भन्ने छ है। यो पेपर चाहिँ हाम्रो मेडिकल रिपोर्ट हो। कुनै पनि सरकारी कामहरू गर्दाखेरि चाहिँ उनीहरूले यो मेडिकल रिपोर्ट बुझाएर गरिन्छ। आजभोलि प्राय चाहिँ अब कम्पनीहरूले पनि कुनै कम्पनीहरूले चाहिँ यो छेयोङ सिन्चे खम्सास बुझाउनु भनेर भन्दो रहेछ है। यो मेडिकल रिपोर्ट चाहिँ हामी जुन पाए त्यही हस्पिटलमा गएर हुँदैन है। कोरियाको न्याय मन्त्रालयले नै यति धेरै हस्पिटलहरू तोकिदिएको छ, छेयोङ सिन्चे खम्सा फालगुप गर्न आएको भनेर भन्यो भने त्यो अनुसारको खम्साहरू गरिदिन्छ। हामीले यो छेयोङ सिन्चे खम्सा गर्दाखेरि चाहिँ यो तीनवटा कुराहरू पनि यो रिपोर्टमा चाहिँ इन्क्लुड गर्नु अरे, एड गर्नु अरे है। यहाँनिर हेऱ्यो भने टिबी छ, ख्यरेक, अनि छङसिन छिरवान यो चाहिँ मेन्टल स्टेट हो, त्यसपछि यो चाहिँ ड्रग्स हो है। यो तीनटा कुरा पनि एड गर्नुहोस् भन्ने बित्तिकै हस्पिटलले चाहिँ त्यही अनुसारले एड गरिदिन्छ है। यदि यसको लागि कोही इन्ट्रेस्टेड हुनुहुन्छ, कसैलाई एकदम बुझ्नु मन लागेको छ भने चाहिँ आफ्नो एरिया भनेर चाहिँ त्यहाँको तोकेको हस्पिटल कुन हो भनेर भन्नुभयो भने म तपाईँहरूलाई अभाइलेबल गराइदिनेछु है। अनि अर्को चाहिँ घरको काम गर्ने हो भने चाहिँ 2 लेभलको कोरियन भाषा दक्षताको पेपर, अनि बच्चा हेर्ने हो भने चाहिँ 4 लेभल भन्दा बढीको कोरियन भाषाको दक्षताको पेपर हामीले तयार गर्नुपर्ने भयो। यसमा पनि सेम छ, छोगी जोगुङ प्रोग्रामको इसुचुङ भनेर लेखेको छ। यो चाहिँ ट्रेनिङ भएको अवधिमा हामीले सिन्चङ गर्दैछौँ भने यो प्रोग्रामलाई पनि सुनेर हामीले इसुचुङ तयार पार्नुपर्ने हुन्छ है। पेपर्स एन्ड प्रोसेसहरू चाहिँ यति नै हो। अब तपाईँहरूले कोरियन भाषाको दक्षता पनि अलरेडी लिइसक्नु भएको छ भने अहिले नै यहाँ भएको सेक्टरहरूको साहुहरूसँग भेटेर कन्ट्र्याक्ट गरेर अहिले नै एप्लाई गरेर अहिले नै काम गर्न सक्नुहुन्छ है। अझै यसको बारेमा के क्वेसनहरू छ भने चाहिँ यो भिडियोको मुनि कमेन्ट गरिदिनु होला है त।